आज म हजुरहरूको लागि तरकारी बनाउँदै एउटा कथा सुनाउँछु है साथीहरू। अनि एउटा गाउँमा सीता नाम गरेकी महिला थिइन्। बिहान सबेर उठेदेखि राति अबेरसम्म घरको काम बच्चाको हेरचाह अनि परिवारको जिम्मेवारी सम्हाल्नु उनको दैनिकी थियो। सबैका आवश्यकता पुरा गर्ने क्रममा उनले आफ्नो इच्छा सपना भने सधैँ पछाडि राखिन्। एक दिन छिमेकीले उनलाई भनिन्, तिमी त घरमै बस्छौ, तिमीले के नै काम गर्छौ र? सीताको मन दुखो, तर उनले केही भनिनन्। भोलिपल्टदेखि उनले घरको कामसँगै आफूलाई मन पर्ने सानो व्यवसाय सुरु गरिन्। दिनभरि मेहनत गर्दै उनले आफ्नो कमाइ गर्न थालिन्। केही समयपछि परिवारलाई आर्थिक समस्या पर्दा सीताले आफ्नो कमाइबाट घर चलाउन सहयोग गरिन्। त्यति बेला सबैले उनको मेहनत मूल्य बुझ्न थाले। सीताले भनिन्, महिला घर सम्हाल्छिन् भने त्यो पनि ठुलो जिम्मेवारी हो, तर महिलाले आफ्नो सपना पुरा गर्न खोज्छिन् भने उनलाई रोक्नु होइन, साथ दिनुपर्छ। महिला कमजोर होइनन्, उनी परिवारको आधार हुन्। त्यसैले हरेक महिलालाई सम्मान, अवसर र आफ्नो पहिचान बनाउने अधिकार दिनुपर्छ। समाज तब मात्र राम्रो बन्छ जब महिलाले मेहनतलाई पनि पुरुषको मेहनत जत्तिकै सम्मान गरिन्छ। भन्दै साथीहरू कथा पनि सक्यो। अनि यता मेरो तामाको तरकारी पनि पाक्दैछ साथीहरू। तामा चाहिँ फ्राई गरेर राखेको छु होइन, हेर्दै खाउँछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई भिडियो। बाई बाई, लभ यु अल।